ओके 11:55 बेसिकली सस्पेन्स फिल्म हो मर्डर मिस्ट्री अनि एउटा घटना घट्दै जाँदा त्यो घटनाभित्र चाहिँ नि सस्पेक्ट्सहरू आउने जाने क्रम हुन्छ हैन अब कति कुराहरू मैले खोल्नु मिल्छ कति कुराहरू खोल्नु मिल्दैन अनि जस एउटा सस्पेन्स सिनेमाभित्र हुनुपर्ने धेरै कुराहरू चाहिँ 11:55 मा छ र 11:55 को टिजरलाई चाहिँ धेरैले एप्रिसिएट गरेको मैले भेटेको छु मलाई पनि प्रत्यक्ष फोन गरेर प्रत्यक्ष रूपमा अथवा मेसेज गरेर त्यो सिनेमाको कलर्स हैन सिनेमाको जुन प्रेजेन्टेसन लाई लिएर एकदमै एप्रिसिएट गर्नुभएको छ सो ओभरअल एउटा चाहिँ नि मर्डर मिस्ट्री सस्पेन्स ड्रामाको एउटा फिल चाहिँ टिजरले दिन चाहिँ सफल भएको छ भन्ने मेरो बुझाइ हो किनभने त्यस्तै खालको रेस्पोन्सहरू आएको छ र सिनेमामा एउटा घटना घट्छ र त्यो घटनाको हिसाबले चाहिँ कथा अगाडि बढ्दै जाँदाखेरि नयाँ नयाँ सरप्राइजिङ एलिमेन्टहरू सिनेमामा भेटिन्छ र एकदमै इन्ट्रेस्टिङ इन्सिडेन्ट र ह्यापनिङहरू पनि सिनेमामा छन् सो अनि के थियो त एक्ज्याक्ट खास त्यो घटना के थियो र 11:55 मा भएको चाहिँ के थियो भन्ने कुरा चाहिँ एक्सप्लोर गर्नलाई र थाहा पाउनलाई चाहिँ हामीले चैत्र 8 गते चाहिँ कुर्नै पर्छ।